बेन डकेटले टाटा आइपिएल 2026 नखेल्ने भएका छन्। टाटा आइपिएल 2026को अक्सनबाट दिल्ली क्यापिटल्सले बेन डकेटलाई 2 करोड रुपियाँमा आफ्नो टिममा भित्राएको थियो। बेन डकेटले आफ्नो नेसनल टिमको ड्युटीलाई प्रायोरिटी दिएका कारणले गर्दाखेरि आइपिएल 2026 नखेल्ने घोषणा गरेका छन्। बेन डकेटको अहिलेसम्म इङ्ल्यान्डका लागि टेस्ट करियरलाई हेर्ने हो भने 43वटा म्याचमा उनले 3074 रन बनाइसकेका छन्, जसमा उनको 6वटा शतक र 16 अर्धशतक प्रहार गरेका छन् भने 182 हाइएस्ट स्कोर बनाएका छन्। बेन डकेटको टी20 इन्टरनेसनललाई हेर्ने हो भने 21वटा म्याचमा 527 रन बनाएका छन् भने 3वटा अर्धशतक प्रहार गरिसकेका छन् भने ब्याटिङ स्ट्राइक रेट 153 को रहेको छ। बेन डकेट जसलाई दिल्ली क्यापिटल्सले 2 करोडमा खरिद गरे पछाडि दिल्ली क्यापिटल्स केही उत्साहित भएको थियो, तर बेन डकेटको यो घोषणासँगै दिल्ली क्यापिटल्सलाई ठुलो झट्का लागेको छ र टाटा आइपिएलबाट आफ्नो नाम विथड्र गरेसँगै बेन डकेटलाई आइपिएलबाट 3 वर्षको ब्यान हुने भएको छ। योभन्दा अगाडि पनि इङ्ग्लिस क्रिकेटर ह्यारी ब्रुकलाई आइपिएलबाट नाम विथड्र गरेसँगै 3 वर्षको ब्यान गरेको थियो। बेन डकेट जसले आइपिएललाई प्रायोरिटी नदिई आफ्नो नेसनल ड्युटीलाई प्रायोरिटी दिएका छन् र उनी अब आउने टेस्ट सिरिजका लागि आफू तयारी रहने पनि बताएका छन्।